नमस्ते, वेलकम टु माई भ्लग। हामी सिन्धुपाल्चोक जिल्लामा रहेको यो गौरवती भीमसेन मन्दिरको दर्शनको लागि अगाडि बढेका छौँ। सबैजनाले भिडियो अन्त्यसम्म हेरिदिनु होला। र भर्खरै सूर्य पनि उदाएको छ र हामी यो पातलेपानीको जङ्गल हुँदै हामी गौरवती भीमसेनसम्म पुग्नेछौँ। र यो पातलेपानी बजार यो गौरवती भीमसेन र चौताराको बिचमा पर्छ। यहाँ सम्पूर्ण खाजा नास्ताहरू पाइन्छ। हामी बीचमा अलिकति दौडेका पनि थियौँ, किनभने हामी हिँड्दै गएका थियौँ स्वास्थ्यको लागि। र बिचैमा एउटा सानो मन्दिर पनि रहेछ, त्यहाँ हामी गफ गर्दै अगाडि बढ्यौँ र हामी बिचमा भएका असिलोहरू खाँदै गफ गर्दै हिँडिरहेका थियौँ। यसलाई तपाईँकोतिर के नाम भन्छ? र हामी अब पुग्यौँ गौरवती भीमसेन मन्दिरको प्रवेशद्वारमा। हामी अगाडि बढिरहेका छौँ र बाटैमा एउटा कोरालो फुललाई पनि हामीले कैद गरेका छौँ। र बाटोमा विभिन्न रहेका यो सल्लाहको पातहरू र फुलहरू तपाईँहरूलाई हामीले देखाउने प्रयास गरिरहेका छौँ। सम्पूर्णले हाम्रो भिडियो हेर्नुहोला अन्त्यसम्म। र हामी अगाडि बढिरहेका छौँ। अब फाइनल्ली गौरवती भीमसेन मन्दिरमा हामी पुगिसकेका छौँ। हेर्नुहोस् है गाइज, यो सिन्धुपाल्चोककै एकदम प्रसिद्ध धार्मिक स्थल पनि हो यो गौरवती भीमसेन मन्दिर। हामी यसमा सबैले पालै पालो ढोग्यौँ, पूजा गऱ्यौँ र हामी बिस्तारै अब फर्किने क्रममा एउटा सानो भिडियो पनि बनाएको छौँ। यो देख्न सक्नुहुन्छ यो गौरवती भीमसेन मन्दिर हो सिन्धुपाल्चोकमा रहेको। अब हामी फाइनली फर्किँदैछौँ। यो सल्लाहका पातहरूमा हामी लड्दै घस्रिँदै हामी आइरहेका छौँ। यो सम्पूर्णले हेर्नुहोला। र हामी फाइनल्ली जङ्गलको बाटो हुँदै पिच बाटो हुँदै हामी घरको लागि हिँडिसकेका छौँ। यदि तपाईँहरूलाई पनि सिन्धुपाल्चोकमा घुम्न आउनुहुन्छ भने आउनुहोस् है, एकदमै राम्रो ठाउँ छ। धन्यवाद।